अहिले तत्त्वपाती शङ्खघर उद्यानमा छु। म यो उद्यानभित्र अहिले प्रवेश गर्दैछु। यहाँको परिस्थिति के छ यसो गर्न अवलोकन गराउँदैछु। यहाँ छिर्नलाई पर्यटकलाई 100 रुपियाँ रहेछ, अरूलाई 30 रुपियाँ र विद्यार्थीलाई 20 रुपियाँ रहेछ। हामी टिकट गरेर यहाँभित्र छिर्न सक्छौँ। यो टिकट घर हो, हामी देख्न सक्छौँ। म टिकट काट्दैछु। के को स्क्यानर हो? कति पैसा? 30 रुपियाँ। यहाँ एक टिकट काटिरहेको छु 30 रुपियाँको। यो क्युआरबाट पनि मिल्छ? यहाँ क्युआरबाट पनि पैसा तिर्न मिल्ने रहेछ। यो कति बजीसम्म हुन्छ यो? भने बेलुका कति बजीसम्म? 5 बजे। यो सधैँ खुल्छ होइन? कुनै बिदा हुँदैन? यो सधैँ खोल्ने रहेछ। यो जानकारी प्राप्त भयो। यसपछि म भित्र छिर्दैछु। टिकट यहाँ देखाउनु पर्ने होला है? पार्टी रहेछ शङ्कर उद्यान तथा रानी पोखरी एकाइ जारी गरिएको भित्र प्रवेश गरी यहाँ देख्न सक्छौँ। फुल बगैँचा। कति रमाइलो ठाउँ। एक टिकट चेकिङ यहाँ हुन्छ। टिकट अहिले चेक गरिसकेपछि अनि भित्र छिर्न सक्छौँ। विभिन्न खालको फुलहरू उद्यानहरू छ, हेर्न सक्छौँ। यता कुटीको मलाई लेखिएको छ। पानी पोखरीको 12 नम्बर बस्तीमा हेर्न सक्छौँ। यो मान्छेहरू आउनुसँग रमाइलो ठाउँ छ। डिरेक्सन पनि छ। ठुलो खेल्ने विभिन्न सूचनाहरू जारी गरिएको छ। बगैँचा छ यो, हेर्न सक्छौँ। बस्न सक्छौँ, गफ गर्न सक्छौँ। बच्चा-बच्चीको लागि खेल्ने ठाउँ पनि रहेछ, हेर्न सक्छौँ। बच्चा-बच्चीको लागि खेल्ने ठाउँ। दृश्य देख्न सक्छौँ। यो अगाडि बस्न सक्छौँ, हेर्न सक्छौँ। अगाडि वीर अस्पताल छ, सामान्य वीर अस्पताल छ। यो ठाउँमा आउनु हामी आनन्दसँग आउन सक्छौँ। यो काठमाडौँको मुटुमै छ। यसको पछाडि टोलीखेल छ र कुनै पनि ठाउँको गाडीहरू लगभग यो ठाउँमा आइपुग्छ। आनन्दसँग ठाउँको मजा लिन सक्छौँ, बस्न सक्छौँ, थकान मेट्न सक्छौँ, सुगन्धित वातावरण बस्न सक्छौँ।
यसलाई शङ्खत उद्यान भनिन्छ। माछा छ हिँड्ने ठाउँमा डस्टबिनहरू पनि राखिएको छ। मान्छे आरामसँग बस्न सक्नुहुन्छ, हेर्न सक्छौँ, देख्न सक्छौँ। धेरै घाम लागेको हुनाले धेरै टाढोमा जानु नखोजेर पनि गइरहेको छु, हेर्न सकिन्छ।